हेलो गाइस, सबैलाई फेरि पनि वेलकम छ हाम्रो नयाँ जर्नीको साथमा। तपाईहरुलाई पनि सँगसँगै लगेर गइरहेछौँ हामी हाम्रो यो नयाँ ब्लगको सुरुवात। आज हाम्रो पहिलो ट्रिप हो, फ्यामिली ट्रिप, नयाँ गाडी सँगसँगै। पुरानो ब्लग पनि हाल्नै बाँकी छ अहिले। अब यो वाला ब्लग पनि आउँछ, त्यो वाला ब्लग हालिसकेपछि यो वाला ब्लग पनि आउनेछ। हामी कुन ठाउँ गइरहेछौँ, कति टाढा डेस्टिनेसन छ हाम्रो, त्यो सबै कुराहरू तपाईहरु ब्लगमा बनिसकेपछि अनि हाम्रो टोली पछाडि सबैजनालाई हेर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले बुढर झरना गइरहेछौँ। बुढर झरनाको भ्यू तपाईहरुलाई सबैजनालाई देखाउने कोसिस गर्नेछु, के कस्तो हुन्छ बाटोमा पनि सबै कुराहरू डिटेल। सो हामीहरू यता मेडिकल कलेज पुगिसकेका छौँ। यता हेर्न सक्नुहुन्छ एकदमै राम्रो वेदर छ। यता पुरा बादल देखिरहेको छ, सेतो बादल। हामीहरू चाहिँ यता पहाडतिर माथि पुगिसकेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले एकदमै राम्रो भ्यू देखिन्छ यहाँबाट। र यता चाहिँ रुखै रुख छ, यहाँ हेर्न सक्नुहुन्छ। आज चाहिँ घाम भएको छ, पानी परेको दिन त झनै एकदमै राम्रो हुन्छ। पुरा यति राम्रो मौसम छ, चिसो चिसो। म त कहिले पनि आएको थिएन यता पहाडतिर, आज पनि राम्रो देखिरहेको छु। सो यहाँ हेर्न सक्नुहुन्छ यता चाहिँ हामी शालिनी बाटिका पुगिसकेका छौँ। र यहाँ चाहिँ यहाँनिर गेट थियो, पहिला भट्काइदिया छन्। सो गाइस, अहिले हामी चाहिँ बुढरतिर पुगिसकेका छौँ। यहाँको नेचर तपाईहरुलाई देखाउने कोसिस गर्नेछु, ब्लगमा बनिराख्नु होला। हामी चाहिँ पुग्नै आँटे अनि यताको भ्यू तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। तराईमा र यहाँको एकदमै डिफरेन्स हुने रहेछ गाइस। एकदमै रमाइलो, नेचरमा भाइब नै अलग्गै, स्मेल नै अलग्गै, एकदम रमाइलो लागिरहेछ। तपाईहरु पनि आउन सक्नुहुन्छ, यसो फ्यामिली टुर गरेर साथीभाइहरुसँग पनि आउन सक्नुहुन्छ। यहाँको नजारा पनि देखाउने कोसिस गर्नेछु। हाम्रो टोली चाहिँ अहिले ब्रेक टाइम लिएको छन्, बाहिर खाजाहरू लिन गएका छन्, चिप्सहरू। अनि यता चाहिँ मिसेस बस्नु भएको छ, नेचरको रमाइलो आनन्द लिँदै हुनुहुन्छ। अनि ब्याक भ्यूहरू तपाईँलाई देखाउने छु। यता खासै छैन, अलि माथि पुगिसकेपछि सायद रमाइलो होला। उता माथितिर त हुस्सु पनि लागेको छ। सो हेरौँ गाइस, बाटोमा के हुन्छ सबै कुराहरू देखाउने कोसिस गर्नेछु। सो ब्लगमा बनिराख्नु होला। बाई। सो हामीहरू चाहिँ यता पुगिसकेका छौँ गाइस। यता चाहिँ गाडी र यता चाहिँ थोडा पसलहरू पनि छन्। यता बजार जस्तै पहाडमा एकदम राम्रो मौसम छ। यहाँ त यति जाडो जस्तो लाग्छ। रुपै ल्याएको छैन एक पनि। सो गाइस, हाम्रो चाहिँ फर्स्ट ब्रेक हो। अनि यता हेर्न सक्नुहुन्छ भासुको भिर पुग्न 4 किलोमिटर छ। अहिले हामी चाहिँ एकैछिन ब्रेक लिएको छौँ। अनि यहाँको भ्यू हेर्न सक्नुहुन्छ, राज पनि आएको छ, पुरा डाँडाकाँडा हेर्न सक्नुहुन्छ यता। अनि हाम्रो चाहिँ गाइस घन्टेडा, हाम्रो ड्रिम कार, हाम्रो गाडीमा आएको छौँ हामी चाहिँ। अहिले चाहिँ हामीहरू यहाँ पुगिसकेका छौँ। अलि भासीको अलि माथि, भासीभन्दा अलि माथि। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ यति राम्रो भ्यू देखिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ। सो यहाँ हेर्न सक्नुहुन्छ मेरो हस्बेन्ड ड्राइभर हुनुहुन्छ। ड्राइभर भन्नु भएको छ, ड्राइभर गाडी ड्राइभर। अरे बाबा, मैले त उस्तै भने। सो उहाँ चाहिँ हुनुहुन्छ हाम्रो ड्राइभ गर्नेवाला, हाम्रो कारको मालिक। सो यता पहाड ल्याउनु भएको छ हामीलाई घुमाउन। यता चाहिँ छोरीले पात दियो, पात सुँगाइरहेको छ। सक्नुहुन्छ यहाँ त छोरो अगाडि आएर बसिसक्यो नेचर भ्यूको नजारा देख्नलाई। यहाँ हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ ताल
डोटीको ताल यहाँ हेर्न सक्नुहुन्छ यो यसको विशेषता फरकै छ त्यसैले बढी थाहा छैन मलाई अनि यहाँ हेर्न सक्नुहुन्छ यता चाहिँ सानो सानो घर छ र उनीहरूले चाहिँ यहाँ मकैको बारी लगाछन् मकैको खेती गरेछन् र केराको खेती बढी जसो यहाँ पहाडमा गर्छन् सबैजना नेपालीमा भनिरहेको छन् भने म पनि एकचोटि भनिदिउँ त्यो गाना गाएर सुनाइदिउँ है पहाडैको काँचो दाउरा फुकेर बोल्दैन पहाडैको काँचो दाउरा यस्तो राम्रो मेडमलाई त खोजेर मिल्दैन यस्तो राम्रो मेडमलाई भेडको भ्यूहरू पनि देखाउनेछौँ पछाडि हाम्रो टोलीहरू पनि सबैजना रमाइलो गर्दै गइरहेछ हामी चाहिँ अनि बाटोको भ्यू पनि हेर्नुहोस् पत्तडा बजार पत्तडा हामीहरू यहाँ पुगिसकेका छौँ कहाँ पुगेका छौँ है पत्तडा बजार बजार भन्छन् यसलाई पत्तदा गाडी जान्छ कि नि यहाँ गइहाल्ला यता उही बाटो छ न यता त राम्रो सो हामी चाहिँ यो इन्स्टान गेट पुगिसकेका छौँ के हो है मलाई भनेर पानी छ ओ माई गॉड यहाँ हेर्नुहोस् गाइस यहाँ पानी छ यता चाहिँ अब जान त गइहाल्ला उस्तो छ सफा पानी अनि कम सो गाइस यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पानी छ पुरा पानी सो हामीहरूले लगिरहेको छौँ यता यहाँ हेर्न सक्नुहुन्छ खोला एकदमै राम्रो देखिन लाग्छ र हामीहरूले पार गरिसक्यौँ हामीहरूले यो नदी पार गरिसक्यौँ अब यो गेट राम्रो सिन यहाँको स्वर्ग जस्तै छ यहाँ हेर्नु गाइस यहाँ पहाडको हाम्रो नेपालको पहाडको सिन यो के भन्छन् कुन पो है एउटा के पो भन्थ्यो स्वर्ग जस्तै देश छ कुन पो बिर्सिहालेँ म पहाडतिर नै उता स्विजरल्यान्ड याद आइहाल्यो स्विजरल्यान्ड सो यता चाहिँ स्विजरल्यान्ड जस्तै छ एकदमै राम्रो पुरा हाम्रो नेपालको पहाड हेर्न सक्नुहुन्छ फाइनली हामी चाहिँ पुगिसक्यो बुडर झरना हेर्न सक्नुहुन्छ अहिले यहाँको दृश्य तपाईँहरूलाई देखाउने कोसिस गर्नेछौँ हामी चाहिँ के हुन्छ सबै डिटेलहरू दिनेछौँ फाइनली हामी कहाँ पुग्यो भन्नुहुन्छ भनेपछि हामी चाहिँ यता बुडर झरनामा पुगिसक्यो हाम्रो पछाडि चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो ड्रिम कार हाम्रो कारसँगै फर्स्ट टुर हामी चाहिँ बुडर झरनाको हानेछौँ फर्स्ट टुर र फर्स्ट डेस्टिनेसन हाम्रो फ्यामिलीसँग अनि यता चाहिँ दिवान के भन्छौ छोरा हो रमाइलो भइरहेछ हो र झरनातिर जानेछौँ त्यहाँतिरको भ्यू पनि तपाईँहरूलाई देखाउने एकदमै कोसिस गर्नेछौँ यहाँको दृश्य तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँको व्यवस्थापन समितिले पनि एकदमै राम्रो म्यानेजमेन्ट गरेको छ हामी चाहिँ 5-6 वर्ष पहिला आएको थियो त्यति बेला यहाँको दृश्य तपाईँहरूले हाम्रो पुरानो ब्लगमा हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरू चाहिँ यस्तो किसिमको छ गाइस यो चाहिँ पार्किङ गर्ने ठाउँ हो अहिले पार्किङ र यता चाहिँ यो चाहिँ हाम्रो टिम यस्तो छ यहाँको दृश्य हेर्न सक्नुहुन्छ सबैजना रिटर्न भइरहेछन् हामी चाहिँ भर्खरै एन्ट्री भइरहेछौँ यो चाहिँ एन्ट्रान्स गेट हेर्न सक्नुहुन्छ यस्तो किसिमको छ हामी चाहिँ गाइस दिउँसोको 2:30 बजे घरदेखि निस्केका थिएँ अहिले यहाँ हामी पुगे ठ्याक्क तपाईँको 5:39 भएको छ अहिले हामी चाहिँ लमसम तपाईँको 15-20 मिनट पहिला पुगेका थिएँ अब अलिकति हिलिङ एरिया छ हिँड्दै गइरहेछौँ अलिकति सास फुलिरहेछ हाम्रो टोलीहरूलाई पछाडि हेर्न सक्नुहुन्छ अहिले खानु एकदमै रमाइलो ठाउँ छ वाउ सुपर गाइस सुपर एकचोटि तपाईँहरू पनि सक्नुहुन्छ भनेपछि फ्यामिली भिजिट गर्न सक्नुहुन्छ बुडर झरना हामी चाहिँ गाइस लमसम 5-6 वर्ष पहिला आएको थियो त्यति बेलाको अवस्था र अहिलेको यहाँको व्यवस्थापन समितिले यस्तो राम्रो बनाइसकेको छ त्यो अहिले चाहिँ फाइनली तपाईँहरूलाई यहाँको एकदमै जुन दृश्य हामी हेर्न आएका छौँ त्यो चाहिँ सिनेमेटिक भ्यूमा इन्जोय गर्न सक्नुहुन्छ गाइस हिँड्दा हिँड्दै सास पनि फुलिरहेछ
हामी चाहिँ फाइनल्ली यता बुडर झरना घुमिसके, फोटो सेसन गरिसके, भिडियो पनि बनाइसके, सिनेमेटिक तपाईँहरू हेर्न सक्नुहुन्छ ब्लगमा। अब चाहिँ हामी फर्किन लागे घरतिर। एकछिन यहाँ मोमो भनेको थिएँ, मोमो रेडी भइसक्यो होला, त्यो अब खाएर हामी चाहिँ निस्किनेछौँ। अहिले गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ बेलुकाको 6:25 भइसक्यो। अब घर जाँदा जाँदै तपाईँको केही नभए पनि 2.5-3 घन्टा लागिहाल्ने हो, आरामले जानुपर्ने हो। त्यही 11-12 बजीतिर पुगिन्छ कि कति बजे पुगिन्छ, बाटोमा के कस्तो देखाउन सकिन्छ सकिँदैन। सो अहिलेलाई चाहिँ बाई।